लक्ष्मीप्रसाद देवकोटाको आर्थिक अवस्था यति दयनीय भएको थियो कि त्यसबाट मुक्ति पाउन देवकोटा कविता लेखेर बेच्थे। कहिलेकाहीँ लेखेका कविताहरू शहरका धनी मानिसहरूको घरमा धरौटी राखेर रकम लिन्थे। त्यति गर्दा पनि देवकोटालाई घर चलाउन धाउधौ नै हुन्थ्यो। कलकत्ता बनारसमा रहेको बेला देवकोटा पैसाको जोग गर्न नाटक कविता लेखेर बेच्ने गर्थे। एक दिन बनारसका एकजना व्यापारीसँग देवकोटाले आफूले लेखेको नाटक बेच्ने सौदा गरे। उनी नाटक लेखी ती व्यापारीलाई धमाधम बिक्री गर्न थाले। ती व्यापारीले जति नाटक किन्दै गए देवकोटाले उति हौसला बढ्दै गयो। देवकोटाले दिनको एउटा नाटक लेख्न थाले। ठुला लेखकहरूलाई पनि एउटा नाटक लेख्न महिनौ लाग्न सक्छ, तर देवकोटाले हरेक दिन नाटक लेखेर बेचिरहेका थिए। उनको नाटक किन्दा किन्दा ती व्यापारीले नै हरेस खाए। उनले अब नाटक किन्न नसकिने कुरा गरे। देवकोटाले फेरि अर्को उपाय निकाले, ससाना कविता लेखेर बेच्ने। बनारसका गल्ली गल्लीमा उनका कविता 2-4 आनामा बिक्री हुन थाले। त्यस्ता कविता उनी दिनमा कति लेख्न सक्थे कति। आखिर फुटकर कविता पनि कसैले किन्न सकेनन्। पैसा नभएर देवकोटा रुमेलिन थाले। खान पाएनन्, बिरामी भए, उपचारसम्म पनि कतैबाट भएन। आखिर विवश भएर काठमाडौँ नै फर्के। देवकोटा कति उदार र मानवतावादी थिए भन्ने अनेकन प्रसङ्गहरू छन्। उनी पढाएर आएको तलब माग्नेहरूलाई दिँदै घर पुग्दा रित्ताइसकेका हुन्थे। जाडोले कामिरहेको मानिसलाई उनी आफैले लगाएको कोट फुकालेर दिन्थे। उनी मन्त्री भएको बेला 2.5 वर्षमा कमाएको 80,000 रुपियाँ उनले यसै उडाएर सकाएका थिए। कतिसम्म भने देवकोटा घरका गाईलाई पनि काउली खुवाउँथे। एकपटक उनले घरका गाईलाई खुवाउन भनेर 3 खर्पन काउली ल्याए। देवकोटाकी पत्नी मनदेवीले सोधिन्, गाईलाई काउली किन खुवाउनु पर्यो? देवकोटाले भने, तिमीले मात्र मिठो खानुपर्छ भन्ने छ र कहिलेकाहीँ गाईले पनि खानु पर्यो नि।